अन्डर 19 विश्वकप छनौट प्रतियोगितामा नेपालले तेस्रो खेलमा हङकङको सामना गर्दैछ। नेपाल र हङकङ बीचको खेल आज बिहान 9:30 बजेदेखि काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा सुरु हुने भएको छ। जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा युएईलाई 5 रन तथा दोस्रो खेलमा ओमनलाई 8 विकेटले पराजित गरेको थियो। नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ। उता हङकङ पनि पहिलो जितको खोजीमा रहेको छ। उसले पहिलो खेलमा अफगानिस्तानसँग 8 विकेटको हार बेहोरेको थियो। हङकङको टिम बिहिबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा रहेको छ। जारी प्रतियोगितामा हङकङलाई कमजोर टिमको रूपमा हेरिएको छ। ऊ पहिलो खेलमा अफगानिस्तानसँग 36.2 ओभरमा 77 रनमै अल आउट भएको थियो। हङकङ नेपाल विरुद्ध सुधारिएको प्रदर्शन गर्न चाहन्छ। यता उपाधि दावेदार नेपाल हङकङ विरुद्ध फराकिलो जित निकाल्ने योजनामा रहेको छ। युएई विरुद्ध डकवर्थ लुइस पद्धति अनुसार रोमाञ्चक जित निकालेको नेपालले 40 ओभरमा झारिएको उक्त म्याचमा 9 विकेट गुमाएर 200 रन बनाएको थियो, जहाँ कप्तान नरेन भट्टले 75 बलमा 67 रनको पारी खेलेका थिए। बलिङमा अलराउन्डर सन्तोष यादवले 8 ओभरमा 23 रन खर्चिएर सर्वाधिक 2 विकेट हात पारेका थिए। दोस्रो खेलमा ओमान विरुद्ध नेपालले बलिङ ब्याटिङमै शानदार प्रदर्शन गरेको थियो। त्यस खेलमा ओमनलाई नेपालले 38 ओभरमा 117 रनमै समेटेको थियो। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।